बुढो कि लाग्यो क्या है यस्तो खोकी पो लाग्यो क्या सब हेलो एभ्रिवान वेलकम टु माई सन्डे अस्तिको हप्ता जस्तै आज पनि म रनिङमा निस्किसकेको छु बिहान म 6:08 मा रुमबाट निस्केको 10-15 मिनट भयो म रुमबाट निस्केको आज चाहिँ अस्तिको ठाउँभन्दा अझै उता जाने प्लानिङ छ अब हेरौँ हैन कहाँसम्म पुग्छु फाइनली म आइपुगेँ मेरो रुमबाट यहाँसम्म आइपुग्नको लागि 5 किलोमिटर छ र यहीँसम्म थियो आजको मेरो गन्तव्य चाहिँ पुरै हेर्नुहोस् यहाँ दुबो सर्लक्क छ है यहाँको थ्याङ्क यू आजको लागि यति नै अब चाहिँ म यहाँबाट भागेर जान सक्दिनँ सो अब चाहिँ बिस्तारै जान्छु अब लेट्स यहाँ एक दुईवटा यसो भिडियो पनि बनाउँ है यस्तो राम्रो ठाउँमा आइया छ भिडियो त पक्कै बनाउनु परि नै हाल्यो अब फेरि म अर्को विक सन्डे चाहिँ फेरि पनि आएर चाहिँ फेरि तपाईँहरूलाई आफ्नो यसो दुःख सुख सेयर पक्कै पनि गर्नेछु रोहित दाजु भर्खर घाम उदाउँदैछ है अनि मेरो रनिङ सकिसक्यो र म फर्किँदैछु अब फर्किन चाहिँ दौडेर होइन हिँडेरै फर्किँदैछु है किनकि लास्टै थकाइ लाग्यो हजुरहरूसँग यसो कुरा गर्दै रनिङ गर्दै पनि मजै लाग्छ कहिलेकाहीँ होइन र आइतबार चाहिँ मेरो छुट्टी भएको कारणले चाहिँ म चाहिँ अब यसो अब जान त जिम गइन्छ जिममा पनि कार्डियो गरिन्छ दौडिन्छ होइन तर त यो बाहिर खुला ठाउँमा दौडिनुको मजै छुट्टै छ होइन सो त्यही भएर अब एभ्रिडे आउनको लागि त सम्भव पनि छैन सो यसो छुट्टीको दिन फ्रेस पनि भइन्छ होइन अनि फेरि त्यही हो अब मिले साथी नमिले एक्लै भने पनि दौडिन्छ होइन Thank you so much for watching my video and keep supporting, keep loving and see you the next video guys. Thank you.